ल मामा त्यो स्टोरी सुरु गरौँ अर्को स्टोरी। म त भनौँ न जान त उसमा गएको थिएँ आफ्नो टिकामा ससुराली गएको अनि गयो है चाँडै नै पुग्यो भने ससुराली अब ज्वाइँ आयो भने होइन अनि बस्यो खाना बस्यो है अब त्यो भनौँ न चाहिँ त्यति बेला है केही खाने के अरे लोक्का रौसी कति गिलास खाइ कति गिलास खानै भएन खाँदा खाँदै म त अब 12 कति भनौँ 12:30 1 कति बजेको थियो म त हिँड्दैछु हट ल म त घर जाने हो भनेर हिँड्दैछु त्यहाँ आइछु त्यहाँबाट त्यस्तो रौसी लाग्यो मान्छे पनि क्या आफ्नो हो बेसीमा आइसक्यो बेसीमा भाउजू घर आइछु त्यहाँ नै आइछु 12-1 बजे त्यहाँ आएर फेरि दाइको घर नि भातीजाँड राखेको है त्यस्तो बेला भातीजाँड दुई टिप्पण हानेछु त्यहाँदेखि कति भनौँ न अझै 1-2 रातको कति भन्नु कति बजेको थियो त्यहाँदेखि त्यति बेला चाहिँ ल म ए सुत ओछेन हट म मेरो घर जाने हो भनेर है जङ्गलको बाटो आछु यत्रो डराइ भेरी पाकेसम्म दिएको छु यहाँ कहिले आउला बाटो भनेको छु है हेर्दै आएको छु कतै लडो फेरि पाकेबाट अठाउने कतै सालका बुट्टा अठाउँदै ए भाउजू के वनको बाटो है अनि आएँ घरैनी आएर आँगन यसो टेकेर त्यहीँ भित्र पसेर ए बुढी भनेको तँ उसको भाले के यता मास्किए भाले के रे कपासु के भयो भने म त भर्खरै घर आएको त भाले बाजेको 5:30 भइसकेर रहेछ घर आयो हट यो जिन्दगी मेरो चाहिँ भाग्यले यस्तो लेखेर है यो त पहल त कति चाले माइजू अनि मैले अब आइन्द हो कि मैले जति खानु कि खाएँ क्या यो चिजहरू खाएँ मैले दुख्न बनाएँ अब म चाहिँ जीवनमा खान्न म भन्दिनँ होइन एक ब्याग खाने त्यहाँको अर्को त्यहाँबाट यति भात कति बोलेको भने